साथीहरू, आज फेरि म अर्को रेसिपी लिएर आएकी छु। आज म के बनाउँदैछु है, कोलाई मनपर्छ। आज म बनाउँदैछु यो के हो सबैले देख्नुभयो नि, तामा है। आज म बनाउँदैछु तामा। यसको लागि मैले प्याज काटेँ, खुर्सानी काटेँ, अनि यहाँ धनियाँ जिरा र अदुवा गरेर कुटेछु। कुटेपछि स्वाद अर्कै आउँछ नि त है। यहाँ मैले कडाईमा तेल बसालिसकेँ। अब यहाँ मेरो यो तेल तात्दैछ। कोलाई मनपर्छ तामा, मलाई त एकदम मनपर्छ है। मेरो तेल तातिसक्यो। अब म यसमा हाल्दैछु काटेको प्याज है। यहाँ मेरो प्याज रातो रातो हुन लागिसकेको छ। अब म यसमा हाल्छु, रातो रातो भइसक्यो। अब म यसमा हाल्दैछु बेसार नुन। अब म यसमा हाल्दैछु तामा है। यो तामा पठाइदिने दिदीलाई धेरै धेरै धन्यवाद छ। मलाई यति मनपर्छ यो तामा, के गर्नु। अस्ति एउटा भाइले भिडियो हाल्नुभएको थियो, उहाँको देख्दा पनि मलाई कस्तो खाउँ खाउँ भएको थियो है। मलाई एकदम मनपर्छ यो तामा फेरि है। अब यसलाई प्राकप्रुक भुटेर त्यहाँबाट भातसँग खाने। हेर्नु है, मैले यसलाई यसरी भुट्दैछु। यो भुट्छ, यता म यो मसला खोज्छु फेरि यो खानु यसको स्वाद बढाउनु पर्यो नि है। अब म यसमा हाल्दैछु अघि कुटेको मैले मसला है, स्वाद बढाउनको लागि। मेरो यो पाकिसकेको छ। अब यसमा थोरै पानी हाल्छु। मलाई यसको झोलसँग भात मनपर्छ एकदम। फेरि भन्नुहोला कसैले पानी हालेर पकाइन्छ पुरै झोल छ भन्नुहोला, तर सबैलाई आफूलाई जस्तो मनपर्छ त्यस्तै हो पकाउने। कोहीलाई कस्तो मनपर्छ, कोहीलाई कस्तो मनपर्छ। देख्न सक्नुहुन्छ मैले यसमा यति पानी हालेँ। यतिको झोल त हुनु पर्यो नि, भातसित त खानी हो। अब यसलाई उब्लिनु पर्यो, उब्लिँदरी राखेर अनि उब्लेपछि खानी तातो तातो भातसित। यता मैले भात रेडी गर्दैछु, रेडी भइसकेछ। बस यो उब्लेपछि तातो तातो तामाको झोलसँग भात खाने। अब यो एकछिन पाकिसक्यो। अब यो रेडी भयो। अब यसलाई हामी खान सक्छौँ। कोलाई मनपर्छ बनाएर हेर्नु होला है। मैले सिम्पल साधारण तरिकाले बनाएकी छु। ल अब म खान पुगेँ। बाई बाई।